ब्रिटिश आर्मी र सिङ्गापुर पुलिस फोर्सको फेज 1 रेजिस्ट्रेसनमा हुने मेडिकलको विषयमा मेडिकलमा के चेकअप हुन्छ र त्यसको क्राइटेरियाहरू के रहेको हुन्छ भन्ने विषयमा आज हामी बुझ्न गइरहेको छौँ। ओके, मेडिकलमा सबैभन्दा सुरुमा आयो बीएमआई, बडी मास इन्डेक्स। तपाईँको हाइट कम्तीमा पनि 5 फुट 3 इन्च हुनुपर्छ भनेदेखि वेट चाहिँ तपाईँको हाइट जति छ त्यसको आधारमा बीएमआई क्यालकुलेट गरिन्छ, जुन तपाईँले अनलाइन रूपमा पनि गुगल गर्नुभयो भने इजिली तपाईँको चाहिँ बीएमआई चाहिँ चेक गर्न सक्नुहुनेछ। बीएमआई कति हुनुपर्छ त भन्दाखेरि फेज 1 रेजिस्ट्रेसनका लागि 17 to 30 को बिचमा तपाईहरुको बीएमआई छ भने यो बडी मास इन्डेक्समा पास गर्नुहुनेछ। त्यसपछि अर्को रहेको छ दाँतको चेकअप अथवा तीत चेकअप। दाँतको चेक गर्दाखेरि तपाईहरुलाई मैले अगाडिदेखि भनिरहेको छु, तीतको क्राइटेरिया भनेको अगाडिपट्टि रहेको माथिको 4 वटा र तलको 4 वटा जम्मा 8 वटा तीतहरू क्लियर हुनुपर्छ, त्यसमा कुनै पनि फल्ट हुनु भएन। फल्ट भन्दै गर्दाखेरि त्यहाँ किरा लागेको, भाँचिएको, टुक्रिएको, बाङ्गिएको हुनु भएन भनेदेखि पछाडिपट्टि तपाईले बङ्गारामा 2 वटा सम्म दाँत किरा लागेको छ भने पनि र फेर्नु भएको छ भने पनि केही पनि फरक पर्दैन। त्यसैगरी तीतमा चाहिँ तपाईले यदि ब्रेसेस लाउनु भएको छ भने, दाँत बाँध्नु भएको छ भने पनि यो फेज 1 रेजिस्ट्रेसनमा जाँदै गर्दाखेरि चाहिँ तपाईले त्यो ब्रेसेस फुकाल्नु पर्दैन। तर फेज 2 मा जाँदाखेरि पछि चाहिँ तपाईले त्यो ब्रेसेस चाहिँ अथवा दाँत बाँध्नु भएको छ भने त्यो फुकालेर जानुपर्छ। सो फर नाउ तपाईको फेज 1 रेजिस्ट्रेसनको लागि तपाईले ब्रेसेस फुकालिराख्नु जरुरी हुँदैन। त्यसैगरी मेडिकलको अर्को टेस्ट हुने भनेको आई चेकअप। तपाईको आँखाको लागि क्राइटेरिया के रहेको छ त भन्दाखेरि तपाईले लेजर सर्जरी अथवा कुनै पनि कम्प्लेक्स आँखाको सर्जरी गर्नु भएको छ भने तपाईलाई चाहिँ सेलेक्ट गरिदैन। भनेदेखि तपाईको आँखाको अन्य टेस्ट भनेको लङ भिजन टेस्ट हुन्छ। स्ट्यान्डर्ड लेभलको तपाईले नजिकै यदि तपाईको आँखामा कुनै पनि समस्या छ जस्तो लाग्छ भने तपाईले आई हस्पिटलमा गएर लङ भिजन आई टेस्ट गर्न सक्नुहुनेछ। त्यसैगरी अर्को इम्पोर्टेन्ट भनेको कलर पर्सेप्सन टेस्ट अथवा कलर भिजन टेस्ट। यदि तपाई कलर ब्लाइन्डनेस छ भनेदेखि तपाईले चाहिँ भिड्न पाउनुहुन्न। त्यो कारणले गर्दाखेरि तपाईले कलर भिजन टेस्ट र लङ डिस्टेन्सको आई टेस्ट चाहिँ त्यहाँ दिनुपर्ने हुन्छ आँखाको चेकअप हुँदाखेरि। त्यसैगरी अर्को भनेको तपाईको हाइपर एक्सटेन्सन। एकदमै धेरैजना फेल हुनुहुने र पहिलेको वर्ष पनि धेरैजना फेल हुनुभएको थियो। यो हाइपर एक्सटेन्सन भनेको चाहिँ हातको पनि चेक गरिन्छ र त्यसैगरी खुट्टाको पनि। यसलाई चाहिँ एल्बोको र नीको हाइपर एक्सटेन्सन भनेर चाहिँ यसलाई हेर्ने गरिन्छ। सामान्यतया नर्मल व्यक्तिको जति यो तन्किनु पर्ने हो, जति बेन्ड हुनुपर्ने हो, त्यो भन्दा धेरै मात्रामा चाहिँ त्यसलाई हामीले स्ट्यान्डर्ड फर्ममा हेर्ने हो भने 10 डिग्री भन्दा धेरै यसरी यो बाङ्गिएको भेटियो भने उहाँहरूले फिट लगाएर त्यहाँ नाप्नुहुन्छ। यदि त्यो 10 डिग्री भन्दा धेरै बाङ्गिएको अवस्थामा छ भने यसलाई हामी हाइपर एक्सटेन्सन भएको भन्छौँ। यो हाइपर एक्सटेन्सन छ भने तपाईँको घुँडामा छ भने पनि र यो एल्बोमा छ भने पनि तपाईँहरूलाई चाहिँ फालिनेछ। त्यो कारणले गर्दाखेरि एल्बोको र घुँडाको हाइपर एक्सटेन्सन पनि फेज 1 रेजिस्ट्रेसनमा चेक हुन्छ। र अर्को कुरा भनेको फङ्सनल मुभमेन्ट टेस्ट। यो चाहिँ भनेको तपाईँको सबै औँलाहरू र अर्को भनेको फङ्सनल मुभमेन्ट टेस्ट। यो भनेको चाहिँ तपाईको बडीहरुले नर्मल्ली फङ्सन गरिरहेको छ कि छैन, मजाले मुभ गर्न सक्छ सक्दैन भन्ने विषयमा उहाँहरूले नर्मल रूपमा तपाईलाई कुनै वक गर्न लगाएर अथवा तपाईको सबै औँलाहरू चलाउन लगाएर उहाँहरूले चेक गर्नुहुनेछ। र यो फेज 1 रेजिस्ट्रेसनमा हुने मेडिकल भनेको चाहिँ त्यति धेरै कम्प्लेक्स मेडिकल हुँदैन, तर पनि बेसिक लेभलको जुन तपाईले पार गर्नुपर्ने हो, जस्तै तीतको क्राइटेरिया भयो, आँखाको क्राइटेरिया भयो, तपाईको शरीरमा कुनै पनि प्रकारको ट्याटुहरू नभएको हुनु पर्यो, कुनै पनि अङ्गभङ्ग नभएको हुनु पर्यो। हो यस्तो कुराहरू चाहिँ तपाईलाई नर्मल्ली रूपमा यो फेज 1 रेजिस्ट्रेसनमा मेडिकलमा चेक हुन्छ। सो सबैजना त्यो विषयमा प्रिपेयर भएर जानु होला। बेस्ट अफ लक टु एभ्रीवन फर फेज 1 रेजिस्ट्रेसन।